देवीको कलाघर सम्बन्धी के छ हजुरले जानेको यसमा हामीलाई ज्ञान बताइदिनुहुन्छ कि भनेर धेरै आशा राखेको छु। हामीले चाहिँ यो संस्था खुलाएको 6 वर्ष भयो। हामीले चाहिँ यसको मुख्य उद्देश्य चाहिँ मौलिक संस्कृति संरक्षण प्रवर्धन अनि अहिले जुन पनि नयाँ पुस्ताहरू छन् उहाँहरूले त अब परम्परामा जानेको हाम्रो मौलिक कला के हो भनेर नै बिर्सिसकेको हुन्छ। अनि त्यो जगेर्ना गरेको पुरानो चाहिँ सामग्रीहरू अनि हाम्रो यो कलाघर सम्बन्धी यो 3टा मुख्य उद्देश्य के छ त्यसमा चाहिँ अब विश्वकै टप 10 सङ्ग्रहालयमा म्युजियम कलाघर सम्बन्धी गाउँले कलाकृति बनाउने अनि सांस्कृतिक पाठशालाको निर्माण गर्ने राष्ट्रिय कला अनि यो बन्ने गरेको नेपाल कलाघरमा अवसर गर्न आउनुभयो। देशलाई हजुरहरूप्रति सदैव हामी आभार व्यक्त गर्ने, देशलाई खुसी लागेको पाठामा पनि योगदान दिने यस्तो अवसरको भनौँ न अहिले निर्माणको अपाङ्गमा यो बनाउने अभियानहरू लागिरहेका छौँ। अब यसले यो सङ्ग्रहालयको पूर्ण रूप भइसकेपछि हामीले त्यो पनि व्यवस्था गर्नेछौँ, बिस्तारै बन्दैछ। र यहाँ आज कलाघर सिन्धुलीसम्म जति पनि अवलोकन गर्न आउनुभएको छ सम्पूर्ण यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो चाहिँ हाम्रो पोल हो। पहिला तोरी तेल्ने उखु तेल्ने त्यसमा गरिन्थ्यो। अनि त्यसपछि आएर यो चाहिँ पानी पकाउने छोड्ने घुम हो हाम्रो, घुम भयो। नाम थाहा भएन, सबै थाहा नहुन सक्छ। यसलाई चाहिँ यो माछा मार्ने फुङ्गा भनिन्छ यसलाई। यो चाहिँ नेउ भयो, भट्ट भयो, फुङ्गाहरू छन्। यो ठेकी हाम्रो पहिला पुरानोमा चाहिँ ठेकीहरूबाट चाहिँ दैनिकलाई मही बनाएर खाने काम गर्थ्यो। पानीको कुवा यस्ता हुन्थ्यो हाम्रो पहिला। ढुङ्गाले यस्तो आमखाराले पानी उबाएर गाग्री भएर खाने चलन थियो। गाग्री भयो, बाल्टी भयो। यो चाहिँ हाम्रो यहाँ कला सामग्री धेरै छ। यसमा चाहिँ हामीले धान मकै हरेक कुरा कुटेर बनाएर खाइदियो। यो अरू छुट्टीहरूले सामग्रीहरू भयो। यो चाहिँ भाटी, हामीले कुनै पनि फलाम हुँदैन केही औजार बनाउनलाई त्यो भाटीद्वारा हो। त्यो भाटी यो तानेर यहाँ आगो बालेर पिटेर चाहिँ चित्रमा हामीले बनाउनु हुन्थ्यो। त्यो उहाँको जातलाई एकदम सम्मान गर्नुपर्छ। अनि तरबारहरू भयो, टुपीहरू भयो, टुपिडाहरू भयो, त्यो पानी खानको लागि चुङ्गेट भयो। त्यो चाहिँ हाम्रो ओखल धान कुट्ने, मकै चाहिँ फल्ने, कोदो फल्ने हरेक कुरा गर्ने गरिन्थ्यो। अहिले चाहिँ हाम्रो यहाँको साफ भयो। पहिला काठबाट बनाइदियो, जाँतो भयो होइन। पहिले पछि आगो पहिला थिएन। पहिला यी बत्तीहरू बालेर काम गरिन्थ्यो। पहिला हामीले पढ्दा यो टुकी बालिन्थ्यो, त्यो टुकी बालेर पढ्ने गरिन्थ्यो। अहिले जमाना कहाँ पुगिसक्यो, ठिकै भयो। पहिला बुढापाकाहरूले पैसा राख्नलाई केही साधन केही नहुँदाखेरि यो काठ माध्यमबाट चाहिँ बाकस बनाएर महत्त्वपूर्ण लाल पूर्जा पैसा सुन चाँदीहरू चाहिँ त्यसमा राख्ने गर्थे। यसमा राखेर गरिन्थ्यो। यो पाना पाथीहरू भए, यी काग्रीहरू भए, यी चाहिँ हाम्रो घडा पनि यिनै हो र पानी खाने जीविकोपार्जन चलाउने पनि यिनै माटाबाट गरिन्थ्यो। त्यसै कारणले यो राष्ट्रिय कलाघर कला सङ्ग्रहालय स्मृति कलाघर भनेर खडा गर्नुभएको छ। राष्ट्रिय कलाघर सङ्ग्रहालय यो धेरै महत्त्वपूर्ण कुरा हो। अहिलेको नयाँ जेनेरेसनले चाहिँ एकदम हिँड्नै पर्ने रमणीय ठाउँ र नयाँ जेनेरेसनले पहिलाका चाहिँ मानिसहरूले कसरी जीविकोपार्जन चलाइरहेको थियो, पहिला कस्तो रहेछ यो सृष्टि मान्छे जीविकोपार्जन चाहिँ कसरी गरिरहेका रहेछन्, कसरी चाहिँ अहिले हामी कुन शताब्दीमा आयौँ, हाम्रो चाहिँ अहिले सबै इलेक्ट्रिक साधन भइरहेको खण्डमा पहिला चाहिँ कसरी सहज अपनाएका रहेछन्। पहिलाका पनि पढाइ लेखाइ नभए कति वैज्ञानिक रहेछन्, आफ्नो चाहिँ गुजारा चलाउन कति सिपालु रहेछन् भन्ने कुरा चाहिँ यहाँबाट धेरै कुराको ज्ञान पाउन सक्छ। हस्, बिहा वर्तमान र पूजाहरूमा मठ मन्दिरमा पूजाहरूमा चाहिँ बजाइने सामग्रीहरू छन्। यहाँ झ्याम्टा भयो, मादल भयो, ट्याम्पो भयो, अनि पुरानै पढ्न मन लागेको किताबहरू भयो, कुनै पनि कुल पूजाहरू गर्नको लागि चम्मर भयो, अन्त त्यो सारङ्गीहरू भयो, यो मादल छ। त्यसपछि चाहिँ टुङ्ना छ, यहाँ टुङ्नाहरू भयो। यो नरसिंहको चाहिँ यो चाहिँ डेमो देखाएर आएको यो पन्ची बाजामा चाहिँ एकदम राम्रो बाजामा पर्छ। यो पनि अब कर्नलहरू भए,
यो चाहिँ यो कर्नल हो यो चाहिँ एकदम यो कर्नल नरसिंह बजाएपछि पञ्चे बाजामा एकदम छुट्टो आउँछ र अनि यो कलाघरमा चाहिँ डम्फुहरू राखिएको छ डम्फु भयो खैजडी भयो यी चाहिँ हरेक शुभ कार्यमा बिहा वर्तमानदेखि लिएर पूजापाठ मठ मन्दिर र कुल देवी देवताको सहित चाहिँ सम्पूर्ण चाहिँ गरेर राख्नु भएको छ असाध्यै राम्रो जराबाट चाहिँ टाइगर बनाउनु भएको छ यो एकदम धेरै राम्रो छ उहाँहरूको कलासम्म गर्नुपर्छ त्यसपछि आउने गर्दा अब यतापट्टि बाँसको जराहरू यसमा चाहिँ महत्त्व के छ भने चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई सुर्पा पिँढी भन्दा चाहिँ अब हामी चिन्दैनौँ हामी नचिन्नेले चाहिँ यो दाउरा बालेर एकछिनमै खरानी बनाएर आगो तापिसक्यौँ हामी यसलाई आगो बाल्थ्यौँ यसलाई नष्ट गर्थ्यौँ तर जसले चिन्नुभयो यो चाहिँ एकदम राम्रो हुन्छ कला भन्छ यो एउटा इतिहास रहन्छ भनेर जसले रचना गरेर राख्नुभयो उहाँहरूले धेरै धेरै धन्यवाद भन्न चाहन्छु नचिन्ने मान्छेले यो काठ भन्दा हामी पारिसक्यौँ दाउरा झिक्रा पुगिसक्यो हेर्नुहोस् अब बाँसको जराबाट सजायो भने के हुँदैन मान्छेले चाह्यो बनाउन खोज्यो चाह्यो भने के बन्दैन भन्ने हेतुले चाहिँ एकदम राम्रो संरक्षण गरेर राख्नु भएको छ त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद छ हेर्दाखेरि साधारण चिजबाट भयो भने एकदम असाधारण धेरै महत्त्वपूर्णका चिजहरू देख्न पाएकोमा एकदम खुसी लागेको छ जस्तै अब यतापट्टि आउनुहुन्छ भने एउटा सामान्य कुरा हो सामान्य एउटा काठको मुढा हो तर एउटा आमाले आफ्नो सन्तानप्रति कति माया हुन्छ कति महत्त्व हुन्छ सन्तानको भन्ने हिसाबले यहाँ बोकेर राखेर देखिएको छ हेर्नुहोस् यो चाहिँ एउटा आमाले सन्तानप्रति गर्ने मातृभाव भनिन्छ मातृभाव देख्नु भएको छ जस्तै अब कलाबाट शेर्पा जातिहरू भयो होइन एकदम चाहिँ यो धेरै महत्त्वपूर्ण चिजहरू राख्नुभएको छ धेरै महत्त्वपूर्ण सघाउनु भएको छ यहाँ जिराफ यहाँ चाहिँ जिराफको उदाहरण दिएको छ जिराफको चाहिँ उट जिराफको चाहिँ उदाहरण दिएको छ आखिर जुनको जरा भयो कति महत्त्वपूर्णले चाहिँ कति दिमाग लगाएर बनाउनु भएको छ भन्ने कुरा त्यहाँ बुझिन्छ यो गोही हो हेर्नुहोस् हेर्ने मान्छेले साधारण यो एउटा काठको मुढा हो तर यसलाई चाहिँ चित्रणमा उतार्दाखेरि कति महत्त्वपूर्ण भइरहेको छ एउटा गोहीको चाहिँ संज्ञा दिनु भोलि गोही लोप हुँदै जाँदा पनि पछि पुस्ता पुस्तामा बाइचान्स गोही लोप भयो भने पनि यस्तो खालको छ है गोही जस्तै अब डाइनोसरको कुरा गर्दै जाँदा डाइनोसर त हामीले देखेको छैनौँ सुनेको पाइन्छौँ तर भोलि गर्दै जाँदा भोलि गोही लोप हुँदै जाँदाखेरि यस्तो खालको थियो है गोही भने एकदम महत्त्वपूर्ण मानिन्छ यसलाई पनि महत्त्वपूर्ण चाहिँ दिएर राख्नु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद अब यहाँ हेर्नुहोस् अब यहाँ हेर्दै जाँदाखेरि एउटा चाहिँ अजिङ्गरले बेरिरहेको छ यो मुढालाई केही चिजलाई खान खोजिरहेको छ अजिङ्गरले चाहिँ बेरिरहेको छ पहिला अजिङ्गरले बेरेर मारेर अनि गर्दछ जस्तै अब यहाँ हेर्छ अब यो चाहिँ मृग चाहिँ त्यहाँ मृगको चाहिँ चित्र दिएको छ यहाँ मृग हेर्नुहोस् अब मृगहरू चाहिँ भोलि लोप हुन्छ खन्दामा यहाँ चरा हेर्नुहोस् यो अब यहाँ हाँसको चरा र चाहिँ अब यो चाहिँ
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल बागमती प्रदेशको चाहिँ कार्य समितिको टोलीहरू र अरू संस्थाहरू समन्वय गर्दै चाहिँ हाम्रो चाहिँ यो बागमती प्रदेशका 13 जिल्लाहरूको टुर थियो। त्यो टुरमा चाहिँ हामी घुम्दै आउँदा चाहिँ यो सिन्धुलीको कलाघरमा आउन सफल भयौँ। त्यसपछि हामी बढी जानेछौँ राष्ट्रिय कला सङ्ग्रहालय सिन्धुली कलाघरमा आउँदाखेरि चाहिँ धेरै कुराहरू चित्तबुद्ध देखियो। पुरानो इतिहासहरूलाई समेट्दै चाहिँ धेरै कुराहरू राखेको देखियो। अहिलेको जेनेरेसनले कतिपय नदेखेको कुरा र नाम नसुनेका कुराहरू समेटेको देखियो। त्यसमाथि चाहिँ हरेक पूजापाठ मठ धार्मिक कुरालाई छुने खालका सामानहरू कला संस्कृतिहरू चाहिँ धेरै चाहिँ यहाँ सजाएर राखेको देखियो। र त्यसो गर्दै गर्दा विदेशी ठाउँलाई चाहिँ विशेष केन्द्रित गरेर साउदी अरबको मेन सहर र चाहिँ मलेसियाको मेन सिटीलाई चाहिँ समेटेर चाहिँ यहाँ चित्रणमा चाहिँ उत्कृत गरेको देख्दाखेरि एकदम खुसी लाग्यो। र हामी जति पनि यहाँ घुम्न आएको साथीहरू छौँ त्यो पनि अब हामी एकदम चाहिँ म चाहिँ धेरै खुसी छु र अरू साथीहरू पनि खुसी हुनु होला भन्ने छ। यहाँ चाहिँ बन्दै रहेछ बाटो, त्यसमा पनि हरेक ठाउँमा हरेक कप्लामा चाहिँ अपाङ्ग मैत्री होस् र अपाङ्ग मैत्री बनोस् र सबैले सहज तरिकाले आफूले चाहिँ भ्रमण गर्न सकोस् र त्यो अवस्था बनोस् भन्ने चाहन्छु।